धनु राशि भएकाहरूको लागि 2026 हजुरहरूको सेल्फ फोकस, पर्सनल डेभलपमेन्ट र रिलेसनसिप ग्रोथको इयर हो। यो वर्ष नयाँ घर बनाउने या नयाँ ठाउँमा सर्ने रिलोकेसनको स्ट्रङ चान्सेसहरू देखिन्छ। तर ध्यान दिनुहोस्, किनभने हेल्थमा सर्टेन इस्युजहरू आउने पनि देखिएको छ। ओभरअल 2026 लाई हेर्नुपर्दा यो वर्ष हजुरहरूको पर्सनल डेभलपमेन्ट, रिलेसनसिप ग्रोथ, रिलोकेसन र फाइनेन्सियल इम्प्रुभमेन्टको इयर भन्न सकिन्छ। यो वर्ष हजुरहरूले आफ्नो ग्रोथ र लाइफ डिरेक्सनमा निकै नै फोकस गर्नुहुनेछ। फाइनेन्सियल सेक्टर हेर्नुपर्दा धनु राशि हुनेवालाहरूको लागि यो वर्ष राम्रो इम्प्रुभमेन्ट हुने देखिएको छ। सर्टेन फाइनेन्सियल प्रेसर हजुरहरूले मार्च र अप्रिलको मिडसम्म पाउनुहुनेछ र अप्रिलको मिडपछि हजुरहरूको फाइनेन्सियल प्रब्लम, फाइनेन्सियल बर्डनहरू कम हुँदै जानेछ। धनु राशि हुनेवालाहरूको लागि यदि यो वर्ष नयाँ घर बनाउने केही प्लानिङहरू गर्ने सोच्नु भएको छ भने नयाँ घर बनाउनको लागि राम्रो समय देखिएको छ। हजुरहरूको रिलोकेसनको स्ट्रङ चान्सेसहरू छ। फ्ल्याट सर्ने, नयाँ ठाउँमा जाने किसिमका कुराहरू पनि हुनेछन्। अप्रिल महिनामा हजुरहरूको नयाँ घर बनाउने या घरसँग सम्बन्धित केही मर्मतहरू हुने पनि देखिएको छ। 2026 मा हजुरहरूलाई आमासँग निकटता लिएर आउने, विदेशमा हुनुहुन्छ भने घर फर्कन मन लाग्ने या कुनै रेस्पोन्सिबिलिटिजले घर फर्काएर लिएर आउने पनि देखिएको छ। यो वर्ष मार्चको एन्डिङमा हजुरहरूलाई दाजुभाइ दिदीबहिनीसँग केही अनबनहरू आउन सक्ने पनि देखिएको छ। त्यसैले आफ्नो इगो कन्ट्रोल गर्नु र डिसिजन मेकिङ गर्दा निकै नै धैर्य जरुरी देखिएको छ। बिहेको डिसिजन पनि यो वर्ष हजुरहरूले लिन सक्नुहुनेछ र पार्टनरसँग हजुरहरूको स्ट्रङ बन्डिङ पनि हुनेछ। पढाइ, बिजनेस र करियर हेर्नुपर्दा यो वर्ष बिजनेस स्टार्ट गर्नको लागि राम्रो समय देखिएको छ। यदि हायर स्टडी गर्ने सोच्नु भएको थियो, कारणवश रोकिरहेको थियो भने मे महिनापछि हजुरहरूलाई पढाइ अगाडि बढाउनको लागि राम्रो समय देखिएको छ। विदेश गएर पढ्ने सोच्नु भएको छ भने यो वर्ष मे महिनापछि हजुरहरूलाई राम्रो समय आउने देखिएको छ। यो वर्ष स्वास्थ्यमा आउन सक्ने समस्याहरू हजुरहरूलाई पेटको समस्या हुन सक्नेछ, छातीमा समस्या हुन सक्ने र घाँटीमा केही समस्याहरू आउन सक्ने देखिएको छ। मार्चको इन्डबाट अप्रिलको मिडसम्ममा घाँटी र छातीमा केही समस्याहरू आउन सक्ने पनि देखिन्छ। हजुरहरूको मे महिनामा पेटमा केही समस्याहरू आउन सक्ने हुनाले आफ्नो खानपिनमा निकै नै ध्यान दिनु हजुरहरूको लागि राम्रो हुनेछ। यो वर्ष मे महिना हजुरहरूको लागि निकै नै कम्पिटिटिभ हुने देखिएको छ। कार्यक्षेत्रमा हजुरहरूले निकै नै बर्डन, प्रेसर फिल गर्नुहुनेछ। अगस्त महिनामा बुवाको स्वास्थ्यमा केही समस्याहरू आउन सक्ने पनि देखिन्छ र अक्टोबर महिनामा मन निकै नै चञ्चल हुने र डिसिजन मेकिङ निकै नै विक हुने पनि देखिएको छ। र यो वर्ष नोभेम्बरमा हजुरहरूको निकै नै लामो यात्राको योग पनि देखिएको छ। यो वर्ष 2026 हजुरहरूको लागि स्पिरिचुअल ग्रोथको इयर पनि भन्न सकिन्छ। तीर्थ यात्राको योग पनि बनेको छ। धर्म कर्ममा निकै नै मन जाने पनि देखिन्छ। हजुरहरूले यो वर्ष मन्दिर या कुनै आश्रममा केही दान गर्नु हजुरहरूको लागि राम्रो हुनेछ। 2026 लाई अझै राम्रो बनाउनको लागि हजुरहरूले हनुमान चालिसा पाठ गर्नु, केही दान गर्नु र सूर्यलाई हरेक दिन जल चढाउनु। यो वर्षको लागि हजुरहरूको लकी कलर येल्लो रहेको छ भने लकी नम्बर हजुरहरूलाई 3 हुनेछ। ओभरअल 2026 हजुरहरूको ग्रोथ, रिलोकेसन र रिलेसनसिप प्रोग्रेसको इयर भन्न सकिन्छ। हेल्थमा ध्यान दिनु र धैर्य भएर डिसिजन गर्नु हजुरहरूको लागि राम्रो हुनेछ। कुनै पनि इम्पोर्टेन्ट डिसिजन मेकिङ गर्दै हुनुहुन्छ भने आफ्नो पर्सनल कुण्डली एनालाइज गरेर डिसिजन मेकिङ गर्नु हजुरहरूको लागि राम्रो हुनेछ। त्यसको लागि हजुरहरूले मलाई WhatsAppमा मेसेज गरेर अथवा मेरो नम्बरमा कल गरेर मेरो अफिस बिजुली बजार अनामनगर भातबटी निर छ, हजुरहरूले मलाई त्यहाँ आएर भेट्न सक्नुहुनेछ। यदि यो राशिफल हजुरहरूको जीवनमा मेल खाए चाहिँ लाग्छ भने हजुरहरूले लाइक, सेयर, फलो एन्ड कमेन्ट गर्न नबिर्सिनु होला। हजुरहरूको 2026 शुभ रहोस्। जय श्री राम, जय श्री कृष्ण।